यो हाइटीको राजधानी पोर्ट अफ प्रिन्स हो। घना बस्ती, अव्यवस्थित शहरीकरण पोर्ट अफ प्रिन्सको विशेषता हो। हाइटीको 1 करोड़ जनसंख्यामा 60% भन्दा बढ़ी पोर्ट अफ प्रिन्समै रहेको बताइन्छ। द्वन्द र गरीबीको चपेटामा रहेको हाइटीमा सन् 2010 को जनवरी 12 मा 7.3 रेक्टर स्केलको महाभूकम्प गएको थियो। महाभूकम्पका कारण राष्ट्रपति भवन, संसद भवन लगायतका संरचना ध्वस्त भएका थिए। लगभग खण्डहर जस्तो बनेको यो राष्ट्रपति भवन अझै पनि उस्तै छ। हाइटी सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भूकम्पका कारण 3,16,000 को मृत्यु भएको थियो भने 10 लाख बढ़ी घरबार विहीन बनेका थिए। भूकम्प गएको आज 2.5 वर्ष बित्न लाग्दा पनि त्यसरी घरबार विहीन भएकाहरूमा आधा भन्दा बढ़ीको पुनर्स्थापना हुन सकेको छैन, जो अहिले पनि साँघुरो र अव्यवस्थित आईडीपी क्याम्पहरूमा बसिरहेका छन्। हाइटीमा गएको महाभूकम्पमा राजधानी पोर्ट अफ प्रिन्सका करिब 60% घर ध्वस्त भएका थिए। पोर्ट अफ प्रिन्सका अधिकांश घर निर्माणमा सिमेन्टका हलो ब्लक प्रयोग गरिन्छन्। त्यस्तै पिलर छुट्टै किन्न पाइन्छ। संयुक्त राष्ट्रसंघीय शान्ति मिशन हाइटीका प्रमुख इन्जिनियर प्रकाश न्यौपाने कमजोर संरचनाका कारण पनि हाइटीमा क्षति बढी भएको बताउँछन्। पोर्ट अफ प्रिन्समा कम्पेयर गरे भने यहाँको बढी क्षति हुने कारण पनि लो क्वालिटी कन्स्ट्रक्सनले नै हो। नेपाल पनि भूकम्पीय दृष्टिले उत्तिकै खतरापूर्ण रहेको भूकम्पविदहरू बताउँछन्। राजनीतिक अवस्था बाहेक नेपाल र हाइटीको आर्थिक अवस्था तथा राजधानीको जनघनत्वको अवस्था लगभग मिल्दोजुल्दो छ। अव्यवस्थित शहरीकरण पनि उस्तै छ। तर भूकम्प प्रतिरोधी भवन निर्माणको चेतना भने नेपालमा अलि बढी छ, जसका कारण हाइटीमा जस्तै महाभूकम्प गए पनि नेपालमा भने क्षति तुलनात्मक रूपमा कम हुने प्रमुख इन्जिनियर न्यौपानेको भनाइ छ। नगरपालिकाले म्यान्डेटरी रूपमा 3 तलासम्म बिल्डिङ बनाउनलाई एउटा स्ट्रक्चर इन्जिनियर अथवा ओभरसियरको चाहिन्छ, त्यो भन्दा माथि स्ट्रक्चर इन्जिनियरले गर्नुपर्छ भन्ने आयो। जब त्यो कोड लागू भयो त्यसपछि काठमाडौँमा कन्स्ट्रक्सनको क्वालिटी चाहिँ बढेको छ। जनचेतना काठमाडौँमा चाहिँ एकदम बढी छ। राजधानी काठमाडौँ र पोर्ट अफ प्रिन्स बीच अर्को पनि फरक छ। त्यो हो पोर्ट अफ प्रिन्समा खुला क्षेत्र धेरै छन्, जसका कारण आन्तरिक रूपमा विस्थापितहरू ठाउँ ठाउँमा शिविर खडा गरेर बसेका छन्। तर काठमाडौँमा खाली स्थानको अभाव छ, जसका कारण हाइटीमा जस्तै क्षति भए काठमाडौँमा चाहिँ आन्तरिक विस्थापितको व्यवस्थापन ठूलो समस्या हुने प्रमुख इन्जिनियर न्यौपाने बताउँछन्। नेपालमा चाहिँ यहाँ जस्तो डेभलपमेन्ट नहोला, तर त्यहाँ चाहिँ रिकभरीमा गएको छ। यहाँ एटलिस्ट ओपन ठाउँहरू छन् जहाँ चाहिँ आईडीपी क्याम्पस राख्न सकिन्छ। काठमाडौँमा त हार्डली गर्ने भने एउटा टुनिखेल होला, रंगशाला होला, अन्त कहाँ राख्ने आईडीपी, त्यो समस्या जनविकराल हुन्छ। हाइटीमा महाभूकम्पका कारण आन्तरिक रूपमा विस्थापित बनेकाहरू मध्ये अझै पनि आधा अस्थायी शिविरमै रहेको बताइएको छ। खाली ठाउँहरूमा स्थायी शिविर निर्माण गर्ने कार्य पनि तीव्र रूपमा अघि बढ़िरहेको छ। तर आन्तरिक रूपमा विस्थापित अझै पनि हाइटी सरकारको टाउको दुखाइ हो, जसलाई व्यवस्थापन गर्न अझ केही वर्ष लाग्ने देखिन्छ। उता ध्वस्त राष्ट्रपति भवन लगायतका संरचनाको पुनर्निर्माणले पनि तत्काल पूर्णता पाउने देखिँदैन। नेपाल पनि भूकम्पीय दृष्टिले जोखिमपूर्ण अवस्थामा रहेको विश्लेषण भइरहँदा हाइटीबाट नेपालले पाठ सिक्ने कि? एबीसी रिपोर्टर मनिराज गुरुङ, पोर्ट अफ प्रिन्स, हाइटी।